अहिले हामी शक्तिखोर आइपुगेको छौँ। महादेव मन्दिर हुन्छ यहाँनिर, विराजमान हुनुहुन्छ महादेव। यहाँको अनौठो कुरा चाहिँ के छ भन्दाखेरि यहाँनिर 24 घण्टा महादेवकोमा जल चढिरहेको छ पहाडद्वारा। एकदम रमणीय दृश्य छ। सबैजना आउनु होला शक्तिखोर। गर्मीको महिनामा चिसो चिसो पानीमा पौडी खेल्नलाई, साथै हाम्रो महादेवको पनि दर्शन गर्नलाई। शिव पार्वती विराजमान हुनुहुन्छ, नागदेवता पनि हुनुहुन्छ। सदा आछा आछा स्विमिङ खै त छोरीले गरेको स्विमिङ। तिमीलाई स्विमिङ गर्नु भएपछि भयो भन ल, अनि जाने हामी। मिठो छ, मजा आइरहेछ।